भएको छ। सम्पूर्णमा फेरि पनि मेरो व्यक्तिगत तर्फबाट र स्वास्थ्य संस्था स्वास्थ्य चौकीको तर्फबाट सम्पूर्णमा फेरि नमस्कार र तपाईँहरूलाई स्वागत गर्न चाहन्छौँ। खोप कार्यक्रमसँगै हाम्रो सरसफाइ प्रबन्धन कार्यक्रम पनि चल्छ खोपसँगै होइन। सरसफाइ कार्यक्रम पनि त्यत्तिकै महत्त्वपूर्ण छ। हाम्रो हामीले खोप लगाउँछौँ, साथसाथै हाम्रो बच्चालाई त्यत्तिकै मात्रामा स्वस्थ राख्नु पर्यो, त्यत्तिकै सरसफाइमा ध्यान दिनु पर्यो। ती कुराहरू छन्। यो सबैजनालाई मैले वितरण गरिसकेको छु। हेर्नुहोस् त सबैजनाले यो हेर्नुभएको छ। स्वस्थकर व्यवहारहरू कतिवटा रहेछन् तपाईँ हेर्नुहोस् त। यहाँ सानो लेखेको छ स्वच्छ परिवार सुखको आधार भनेर लेखेको छ होइन। अनि यसमा चाहिँ 1 नम्बरमा के लेख्नुभयो? 1 नम्बरमा 6 महिनासम्म के गर्नु पर्यो? आमाको दुध मात्रै खुवाउनु पर्यो। त्यसपछि 2 नम्बरमा छ राम्ररी पकाएको र सुरक्षित खाना खुवाउने आफ्नो बच्चालाई नदिनु है। बच्चालाई नदिनु होला, यो च्याच्छन् बच्चाले। फेरि अर्को महिनामा पनि हामीले यसरी नै यो जान्नुपर्छ। यो 5 कुराहरू बच्चालाई सँगै अहिले त 6 कुराहरू भन्छ यहाँ नभएको कुरा। एउटा पूर्ण खोप पनि लगाउनुपर्छ बच्चालाई भनेर अहिले 6 वटा कुराहरू हुन्छ। तर यहाँ बच्चालाई यहाँ रहेछ 6 नम्बरमा साबुन पानीले मिची हात धुनु पर्यो है। साबुन पानीले कति बेला हात धुने भन्नुहोस् त। हामीले साबुन पानीले कति बेला हात धुनुपर्छ होला भन्नु न तपाईँ। हामीले हात धोएको कुराहरू हामीले कति बेला हात धुन्छौँ त्यही कुराहरू नै हो क्या। भन्नु न अलिक ठिकसँग भन्नु त मिलेछ तपाईँको। खाना खानुभन्दा पहिला खुवाइसकेपछि हजुर अनि टोइलेट गएर आइसकेपछि होइन खाना पकाउनुभन्दा अगाडि पनि धुनु पर्यो होइन। अघि र पछि भन्ने कुराहरू हुन्छ है। जे काम गर्नुपर्ने छ होइन हामीले। अनि बच्चालाई खाना खुवाउनु अगाडि हात दिनु पर्दैन? गर्छ नि होइन। उहाँले भनिसक्नु भएको बच्चालाई खाना खुवाउनु अगाडि मिची साबुन पानीले हात धुनु पर्यो। आफूले खाने बेलामा मात्र होइन कि बच्चालाई आफूले खुवाउने बेलामा पनि चम्चाले खुवाइन्छ के भएर भन्ने त्यो कुरा हुँदैन। किनभने हाम्रो यतिकै हातै धोएको छैन भने कता छोइरहेको हुन्छ हामीले हातले होइन। अनि त्यो हातमा हाम्रो कीटाणुहरू हुन्छ नि त। हामीले आँखाले देख्दैनौँ तर पनि हातमा कति धेरै कीटाणुहरू हुन्छ। त्यो कारणले हामीले साबुन पानीले मिची हात धोएर मात्रै आफ्नो बच्चालाई खाना खुवाउनु पर्यो है। अनि त्यस पछाडि अर्को 4 नम्बरमा छ दुध र पानी उमालेको मात्रै खुवाउनु पर्यो। दुध र पानी चाहिँ बच्चालाई उमालेको मात्रै खुवाउनु पर्यो। यदि उमालेको राम्रोसँग पकाएर राम्रोसँग उमालेर पानी खुवाएन दुध खुवाएन भने के रोग लाग्न सक्छ त बच्चालाई? त भन्नुहोस् त के हुन सक्छ? आमाले कस्तो राम्रो कुरा भन्नुभएको। झाडा पसला लाग्न सक्छ हो नि त। बान्ता गर्छ बच्चाले, झाडा पसला लाग्छ है। कति धेरै कुराहरू तपाईँहरूलाई नै थाहा छ। अनि 5 नम्बरमा छ सधैँ सफा चर्पीको प्रयोग गर्ने र बच्चाको दिशा चर्पीमै फाल्ने। बच्चाको दिशा त हो बाहिर फाले पनि हुन्छ भन्ने मानसिकता हामीले राख्नु भएन। दिशा भनेको दिशा नै हो। दिशामा लाखौँ करोडौँ जीवाणुहरू हुन्छ, कीटाणुहरू हुन्छ जसले गर्दा विभिन्न रोगहरू फैलिन्छ होइन। बच्चाको दिशा भए पनि चर्पीमै फाल्नु पर्यो, चर्पी सफा राख्नु पर्यो है। चर्पीबाट विभिन्न दुर्गन्धित रोगहरू दुर्गन्ध हुने भयो, विभिन्न सरुवा रोगहरू फैलिने हुने कारणले चर्पी पनि सफा राख्नु पर्यो। त्यसपछि 6 नम्बरमा बच्चालाई जन्मदेखि 15 महिनासम्म सबै खोपहरू पुरा गर्ने। 6 नम्बरमा छ हाम्रो खोप होइन राष्ट्रिय खोप तालिका अनुसार सम्पूर्ण खोपहरू हाम्रो बच्चालाई हामीले लगाइदिनु पर्ने हुन्छ। पुरा खोप लगाउनु पर्यो, बिग्राउनु गर्नु भएन होइन। खोप कार्ड लिएर तपाईँले जहाँ कुन स्वास्थ्य संस्थामा खोप केन्द्रमा गएर तपाईँले खोप लगाउन सक्नुहुन्छ। आफ्नो बच्चालाई समयमा नछुटाइकन खोप लगाउनु पर्ने हुन्छ है त। यो कुराहरू तपाईँहरूलाई अर्को महिनामा पनि मैले सोध्नेछु, तपाईँहरूलाई थाहा हुनुपर्छ है त। 6 स्वस्थकर व्यवहारहरू के हुन् त भनेर 1 नम्बर 2 नम्बर 3 नम्बर 4 नम्बर 5 नम्बर 6 नम्बर गर्दै यो एउटा कार्डमा चाहिँ हाम्रो स्वस्थकर व्यवहारहरू हामीले गर्नुपर्ने हामीले दैनिक क्रियाकलापमा लागु हुने कुराहरू छ
दुईजना आउनु त अगाडि दुईजना सो इच्छा आउनु होला दुईजना आउनुहोस् यो चुरा हामीले आँखा बन्द गरेर फाल्नेछौँ कुन गोलोमा पर्नेछ त्यसको बारेमा चाहिँ के हो त त्यो स्वस्थकर व्यवहार हो कि होइन भनेर हामीले छ कुराहरू त हामीले स्वस्थकर व्यवहार जान्यौँ होइन अब यहाँ चाहिँ यो राम्रो हो कि नराम्रो यो स्वस्थकर हो कि होइन भनेर चाहिँ थाहा पाउनु पर्यो ल आउनुहोस् दुईजना केही हुँदैन दुईजना आउने मात्रै हो यो चुरा फाल्ने मात्रै हो सबैजनाले भन्ने हो कि छलफल गर्ने हो ल आउनु केही हुँदैन अप्ठ्यारो मान्नै पर्दैन हामी आमा हो यो आमा हो होइन आफ्नो बच्चाको लागि भन्छु म अगाडि जान्छु भन्नु परेन त हामी त अलिअलि लेखपढ छौँ नि त अहिलेको आमाहरू के होइन भन्नु त हाम्रो आमा आँखा बन्द गरेर यसरी रिङ फाल्नु होइन यो रिङ फाल्नु जुन गोलोमा पढे पनि केही बिस्तारै फाल्नु फेरि बिस्तारै अहिले ठिकै छ धेरै भाग यसैमा परेछ र यसको बारेमा भन्नु यो के हो के गरेको स्वस्थकर व्यवहार हो कि होइन राम्रो व्यवहार हो कि होइन यो चाहिँ हो राम्रो व्यवहार हो कि होइन भयो नि त होइन के गरेको छ त चित्रमा के देख्नु भएको छ ठुलो स्वरमा भनौँ न ठुलो स्वरमा सबैले सुन्ने गरेर लाज मान्ने होइन हामी प्रत्येक महिना यसरी नै भेला हुने हो यसरी छलफल गर्ने हो लाज मान्नै पर्दैन ल भन्नु यसमा के गर्नुभएको छ हो हातमा छ तपाईँले गर्ने व्यवहार हो यो दिन दिनै गर्नुहुन्छ नि तपाईँले होइन बच्चालाई खुवाउनुभन्दा अगाडि साबुन पानी मिची हाल्नु होइन यो राम्रो व्यवहार भयो कि नराम्रो व्यवहार राम्रो व्यवहार भयो त तालीहरू अब हजुर आँखा बन्द गरेर खानु ल ठिकै छ त्यो पनि देख्यो भने ल साबुन पानीले मिची हात धुनु पर्यो ल अघि नै भन्नु पर्थ्यो नि कति बेला साबुन पानीले हात धुने र उहाँले भन्नुभएको थियो ठुलो स्वरमा बोलाउ न हजुर खाना खाइसकेपछि टोइलेटबाट आइसकेपछि हो अनि बच्चालाई खुवाउनु अघि होइन अनि बच्चाको दिशा धोइसकेपछि होइन खाना बनाउनु अथवा खाना पकाउनु अगाडि गर्नु पर्यो खाना बच्चालाई खुवाउनु अघि होइन अघि र पछि ती कुराहरू र उहाँलाई पनि धेरै धन्यवाद है राम्रो कुरा भन्नु अनि फोहोर छोएपछि हामीले हात धोइहाल्नु पर्यो जस्तै खेतबारीमा जान्छौँ कुरा त